जनालाई कालिन्चोकको केबल कारमा बाई बाई है त जानुस् ल कालिन्चोकको केबल कारमा सरहरू हुनुहुन्छ होइन हेलो सर कस्तो लागिरहेछ हजुरलाई मलाई एकदम कुल मलाई भेजा लागिरहेछ भेजा लागिरहेछ है कालिन्चोक भगवतीको दर्शन नेपालकै सबभन्दा अग्लो ठाउँको जमिनको तल पठाइहाल्ने हो उहाँले त फेरि गइसकेछ कतिपट्टि ए उहाँले त भेजिहाल्ने हो ठुलाबा भिडियो पठाउनु भने त्यही भएर ए ठुलबाबा सरलाई के भने रे आफ्नो बुढीले एकचोटि एकछिन पर्नुहोस् है एकछिन हस् म यहाँ एउटा भिडियो गरिदिरहेको छु एक्सक्युज मी म्याम सक्छु मेरो नै क्लियर पाउँदैन क्लियर देख्दैन हेर्नु यस्तो चाहिँ कस्तो क्लियर आउँछ है टाढामा चाहिँ कालिन्चोक दर्शन गरेर फर्केकी मै चन्नी भेटैमा भयो बाटैमा सुन्दरी तामाङ्नी हो कालिन्चोक दर्शन गरेर फर्केकी मै चन्नी भेटैमा भयो बाटैमा सुन्दरी तामाङ्नी हाम्रो त फेदको खेतैमा 300 मुरी धान पर्छ म छोरो अर्कै थर भए नि मलाई त तामाङ्नी मन पर्छ यो स्वाद कि त्यो हामीले गाडीमा भएको स्वाद हाम्रो गाडीमा भएको स्वाद छुर्पी नै अघि अघि हो किनेर लाग्यो यो भएर त्यसै त्यसो भन्नुपर्छ ल त्यसो कान्छ ल्याइदिए ल म यहीँ बसिरहन्छु म यहाँ म अडिक बस्छु ज्यादा ल्याइदिए त हाम्रो हो कि होइन देखाइदिनु साँच्चै जान लिएर व्यवहार गर्न थाले आफै यहाँ यस्तो यस्तो चाहिँ छ क्या ठुलो खालको नरममा चाहिँ
म छु यहाँसम्म कसलाई समाने ओराला बिस्तारै है ब्रेक ब्रेक लिएर ल गइसके पछाडि तब के डराइर को डराउने? म चाहिँ त्यहाँ अगाडि डराउने कुरो हुन्छ यसले सात जसको नि हिँड्ने के यो त केबुल कारै बनाएर हिँड्ने मान्छे म पहिला अहिले पनि नभ्याएर कागजको अनि यसले अलिकति त्यो जोल्डिङमा बिताइहाल्यो भने पनि मानेन अहिले गएर यसलाई धर्न पर्छ कि हो किन डरा तपाईँ कोही छ भने 8 जना जाने त नि चाहिँ डराउँछ त को डर सार भने त मलाई त छैन मान्छे निलै भइसक्यो निलो त के गर्यो मान्छे म अलिअलि पहिल्यैदेखि निलो ताले ल्याउने प्लेन चढ्न पर्छ पिसाब मात्रै उसिनेर यो थाहा भइसक्यो टोइलेट बनाइन्छ त्यही भएर मैले प्लेनमा के नहेर्नु है दाइ भाइ हावा आइगयो हावा आएर मरे यसै बानी बिचमा ल्याएर रोक्दियो यसले ल हावा आयो क्या हावा आएर रोक्यो झ्याल झ्याल लगाउनु भन्नु न झ्यालाउनु त उयो अनि झ्याल यो चाहिँ किन तलमाथि गरिरहेको थियो हावा आएर ल होइन मान्छेमा तलमाथि गरिरहेको डर त होइन कि डर छ ल छोड्नु उयो आयो उयो यताबाट अब ठोक्यो ल आइसक्यो ए मान्छे लिन जानु लाग्यो माथि कुदे अघि मलाई नतानेर झन्डै ब्याग भयो भने तपाईँले नताने मलाई नताने त्यहाँ बस्ने पालेलाई ओ तान भनेर मात्रै नत्र फेरि ब्याग हामी दिन गएपछि क्या हो मिस्त्रीबाट लानु पऱ्यो ल केबल कार बनाएर हिँड्ने मान्छे मलाई यो बाक्समा बस्ने भन्दा तारै पठाइदियो मलाई चाहिँ ए बाक्स सक्छ भन्नु नर्मलै हो मलाई ए तपाईँ त उयसमा आउनु भने होइन अघि त्यसमा आउने भनेको अलिकति चेन्ज गरिदियो अहिले त भेलुमा किन मुख बिगाएर भेलु बाजे अब के पहिलेदेखि यतै त होइन भेलु बाजे त के हो र धन्न बाँचियो छैन अब यहीँबाट त भट्टै झार्दै पनि मर्दैन है खुट्टा भ्याटै देखिहाल्छ नि के पता कहाँ ठाउँमा त्यही भएर अलिक बाग्लो जुत्ता लाउनु पर्छ मलाई त के डबल सोलवाला यो रोकिदियो भने हामी यहीँबाट यो वाटर प्रुफ एयर प्रुफ ज्याकेट हो होइन अनिदेखि यस्तो गर्ने यस्तो हावा छिर्दैन होइन के डर त खाँदै छैन डर हुन्छ मलाई केबुल कार बनाउन सिकाउने मान्छे पहिला नेपालमा ल्याउनु पर्छ भनेर मैले उ गरेको होइन सोध्नु न त्यो तपाईँले थाहा त्यो उसको चन्द्रगिरीको केबल कार फर्स्टचोटिमा कसले उद्घाटन गरे भनेर एकचोटि सोध्नु त ल त्यहाँ गएर काठमाडौँमा ल तपाईँलाई भोलि त्यहाँ गएर देखाइदिनु हामी उहाँलाई सोध्नु भनिदिनुहुन्छ झर न किन लाज भने त फेरि फिर्दै जानु मन लाग्यो ल कसैले डर सर्छ भने मबाट आउनुहोस् है भुटमा राखेर पठाइदिन्छु ए मलाई त के डोरी ठ्याक्क पुच्छरमा चाहिँ नपला होइन के भयो कान्छा डोरी हिँड्ने रे साँच्ची अहिले मान्छेले च्यालेन्ज गर्यो भने म डोरी मान्छे लग लगाएर झन्डै पिसा फुत्के होइन तै पनि डोरी हिँड्छु भन्छ